लास्ट क्लासमा हामीले एउटा कम्पाउन्ड लिएको थियौँ। मैले यहाँ दुईचोटि लेखेको छु, यो र यो कम्पाउन्ड दुईचोटि लेखेको हो। कताबाट नम्बरिङ गर्ने भन्ने कुरा आयो, कुन चाहिँ प्यारेन्ट चेन सेलेक्ट गर्ने भन्ने कुरा पनि आयो। त्यसमा मैले भनेको त थिएँ है, के हो अरे मैले नम्बरिङ गर्दाखेरि प्यारेन्ट चेन सेलेक्ट गर्दाखेरि यो प्यारेन्ट चेन सेलेक्ट गरे पनि हुन्थ्यो, अनि कुन चाहिँ प्यारेन्ट चेन सेलेक्ट गर्ने हुन्थ्यो र यो प्यारेन्ट चेन सेलेक्ट गरे पनि हुन्थ्यो, जुन सेलेक्ट गरे पनि हुन्थ्यो। तर सबैभन्दा धेरै ब्रान्चिङ भएको, सबैभन्दा धेरै साइड चेन भएको चाहिँ के हो, प्यारेन्ट चेन चाहिँ हामीले सेलेक्ट गर्नुपर्छ भनेर भनेको थियौँ। यो प्यारेन्ट चेन सेलेक्ट गर्दाखेरि जहाँ अब एउटा र दुईटा मात्र ब्रान्चिङ र प्यारेन्ट साइड चेन्सहरू आउँथ्यो भने यो प्यारेन्ट चेन सेलेक्ट गऱ्यौँ भने एउटा दुईटा तिनवटा ब्रान्चिङ आउँछ, साइड चेनहरू आउँछ। त्यही भएर के हो, यो प्यारेन्ट चेन सेलेक्ट गर्नु उचित हुन्छ। कुन चाहिँ प्यारेन्ट चेन सेलेक्ट गर्नु उचित हुन्छ अरे मलाई भनिदिनुहोस् त, कुन चाहिँ प्यारेन्ट चेन सेलेक्ट गर्नु ठिक हुन्छ? यो प्यारेन्ट चेन सेलेक्ट गर्न उचित हुन्छ। एउटा कुरा बुझ्नुभयो तपाईँले यहाँनिर। अनि तपाईँले भन्नु होला यो भन्नु र यो भन्नु है, यो एउटै हो नि फेरि कुरा। यो सेलेक्ट गर्नु र यो सेलेक्ट गर्नु कुरा उस्तै नै हुन जान्छ, कुरा उस्तै नै हुन जान्छ है त। मैले कुन चाहिँ प्यारेन्ट चेन सेलेक्ट गरेँ, यो चाहिँ प्यारेन्ट चेन सेलेक्ट गरेँ है त। यो गर्नु गलत हुन्छ, यसरी गर्नु भएन है त। भनेपछि यसको नेमिङ के हुन जान्छ भने अब नम्बरिङ माथिबाट तल यसलाई 1 2 3 4 5 भन्ने कि तलबाट माथि 1 2 3 4 5 भन्ने ल भन्नुहोस् त, माथिबाट तल जाने कि तलबाट माथि जाने? माथिबाट तल आयो भने त, माथिबाट तल आयो भने के भइदिन्छ भन्नुहोस् त, लोएस्ट सेट अफ लोकेन्ट रुट माथिबाट तल आइदियो भने त के हुन्छ, यो कार्बनलाई 1 नम्बर माने, यसलाई 2 नम्बर माने, यसलाई 3 नम्बर, कहाँ यसलाई 3 नम्बर होइन, कुनलाई चाहिँ 3 नम्बर भने, यसलाई 3 नम्बर भयो, यसलाई 4 नम्बर, यसलाई 5 नम्बर भने माथिबाट गन्दै आयो भने त सब्स्टिट्युएन्टहरू कुन कुन पोजिसनमा पर्छन्? 2 पोजिसनमा पर्छन्। अनि 3 पोजिसनमा यो सब्स्टिट्युएन्ट पर्छ र 4 पोजिसनमा यो सब्स्टिट्युएन्ट पर्छ। अलिक क्लियर भएको छ कि छैन मैले भनेको कुराहरू है? मैले फेरि पनि भने यो कुरा म क्लियरै गर्न चाहन्छु, यो कुरा क्लियरै गर्न सक्छु। यो 1 नम्बर 2 नम्बर 3 नम्बर 4 नम्बर 5 नम्बर कार्बन माथिबाट तल गन्दै आयो भने त मैले सब्स्टिट्युएन्टको पोजिसनहरू कि यो सब्स्टिट्युएन्ट कुन चाहिँ पोजिसनमा पर्छ, 2 नम्बरमा पर्छ। अनि यो सब्स्टिट्युएन्ट कुन पर्छ तपाईँले बुझिसक्नु होला, आफ्नो कपीमा गरेर राख्नुहोस्। सब्स्टिट्युएन्टको पोजिसन 2 3 4 हुन्छ भने माथिबाट तलबाट माथि गन्दा पनि सब्स्टिट्युएन्टको पोजिसन के नै हुन्छ? माथिबाट तल गन्दा पनि सब्स्टिट्युएन्टको पोजिसन के नै भइदिन्छ भने 1 2 3 4 5 यताबाट गन्दा पनि 2 3 र 4 मै आउँछ। क्या माथिबाट तल गन्दा पनि सब्स्टिट्युएन्टको पोजिसन 2 3 4 नै हुन्छ। तलबाट माथि, माथिबाट तल गर्दा के हुन्छ, 2 3 पनि आउँछ। जुन पनि करेक्ट हुन्छ, जुन पनि करेक्ट हुन्छ भनेपछि, जुन पनि करेक्ट हुने भइदियो भनेपछि सिधै के लेख्छ, प्रिफिक्समा के लेख्न पाइयो भन्नुहोस् त? प्रिफिक्समा के लेख्ने? प्रिफिक्समा के लेख्ने? ल माथिबाट गनी मैले नम्बरिङ गरेँ, साइड चेनहरूलाई नम्बरिङ गरेँ, सब्स्टिट्युएन्टहरूलाई नम्बरिङ गरेँ। प्रिफिक्स के हुन्छ भन्नुहोस् त? प्रिफिक्स के हुन्छ भने 2 नम्बरमा के छ? अब कुरा आउँछ यहाँ एउटा इथाइल सब्स्टिट्युएन्ट छ, यहाँ इथाइल सब्स्टिट्युएन्ट छ, अनि दुईवटा चाहिँ मिथाइल सब्स्टिट्युएन्ट छ। हेर्नुहोस् त यहाँ दुईवटा मिथाइल सब्स्टिट्युएन्ट छ, एउटा इथाइल सब्स्टिट्युएन्ट छ भने इथाइल र मिथाइलमा पहिलोचोटि के आउँछ भन्नुहोस् त? इथाइल आउँछ कि सुरुमा ई आउँछ कि एम आउँछ? अल्फाबेटिकल हेर्दाखेरि ई आउँछ कि एम आउँछ? इथाइल आउँछ। त्यही भएर इथाइल कुन चाहिँ पोजिसनमा चाहिँ 3 नम्बरको कार्बनमा प्रेजेन्ट छ, 3 इथाइल। अनि अर्को पनि प्रिफिक्स छ क्या, अर्को प्रिफिक्स चाहिँ के छ, 2 नम्बरको कार्बन र 4 नम्बरको कार्बनमा पनि के छ, 2 नम्बर र 4 नम्बरको कार्बनमा मिथाइल छ भनेपछि 2 र 4मा डाइमिथाइल भनेर लेख्नुपर्छ है त हामीले है। भनेपछि ओड रुट चाहिँ के हुन्छ भन्नुहोस् त? ओड रुट के हुन्छ? कतिवटा कार्बन छ? 5वटा कार्बनको प्यारेन्ट चेन भनेपछि के हो, पेन्ट हुने भयो है। प्राइमरी सफिक्स भनेपछि के हो, एन हुने, कार्बन टु कार्बन जम्मै सिङ्गल बन्ड छ। सेकेन्डरी सफिक्स फङ्सनल ग्रुप प्रेजेन्ट छैन भनेपछि यसको टोटल नाम के हुने भयो भन्नुहोस् त? फेरि तपाईँहरूले यहाँ कन्फ्युज नहुनु होला है। यहाँ चाहिँ डी आयो सुरुमा लेख्दाखेरि चाहिँ 2,4 डाइमिथाइल, सुरुमा डी आयो अनि त्यहाँबाट मात्र 3 इथाइल आयो भनेर यसरी लेख्नु हुँदैन। डी त ई भन्दा सुरुमा आयो, त्यही भएर डी सुरुमा आउँछ भनेर हुँदैन है। डाइट्राईको हेर्ने होइन, जहिले पनि यो त के हो, 2टा मिथाइल भएर डाइमिथाइल लेखेको हेर्नु पर्दाखेरि जहिले पनि के हो, सब्स्टिट्युएन्टको मिथाइलको याम हेर्ने हो। यो डाइट्राईको अगाडि हेर्ने होइन, यो सब्स्टिट्युएन्ट चाहिँ के हो, मिथाइल थियो 2टा,
मिथाइल दुईवटा थियो भने मिथाइल हेर्नुपर्छ एम सुरुमा आउँछ कि ई सुरुमा आउँछ, ई सुरुमा आउँछ, त्यही भएर यो रङ भयो। सुरुमा के लेख्नु पर्दछ अब नेमिङ गर्दाखेरि 3 इथाइल 3 ड्यास इथाइल है, 3 ड्यास इथाइल, अनि के हो 2,4 डाइमिथाइल, 2,4 डाइमिथाइल, अनि के हो पेन्टेन। नेमिङ यस्तो हुन्छ 3 इथाइल 2,4 डाइमिथाइल पेन्टेन। तपाईँले कुरा याद राख्नुपर्ने कुरा के भने प्रिफिक्सको नेमिङ गर्दाखेरि तपाईँको के छ भने नेमिङ सिस्टममा गर्दाखेरि आइपिएसी नेमिङ गर्दाखेरि नम्बर र वर्डको लेटरको बिचमा जहिले ड्यास आउँछ र नम्बरको बिचमा जहिले पनि कमा आउँछ। के अरे नम्बर र वर्डको बिचमा ड्यास आउँछ, नम्बर र नम्बरको बिचमा कमा आउँछ, नम्बर र वर्डको बिचमा के आउँछ ड्यास आउँछ है त, यो कुरा मेन। अब केही एक्जाम्पलहरू प्र्याक्टिस गर्नु, यति कुरा बुझेपछि केही एक्जाम्पलहरू तपाईँलाई म प्र्याक्टिस गराउँछु। हामी बिस्तारै अगाडि बढ्छौँ है त। CH3 ल सबैभन्दा सजिलो एक्जाम्पल के प्यारेन्ट चेन कुन चाहिँ सेलेक्ट गर्ने भन्नुहोस् त। यो सेलेक्ट गरे नि हुन्छ, यो सेलेक्ट गरे नि हुन्छ, जे सेलेक्ट गरे पनि हुन्छ, जताबाट नम्बरिङ गरे पनि हुन्छ, 1 2 3 गरे नि हुन्छ, माथिबाट तल आए पनि हुन्छ, तलबाट माथि आयो भने, किन भन्दाखेरि सब्स्टिट्युएन्ट त यो हो। सब्स्टिट्युएन्ट जताबाट गन्दा पनि यता यसरी गन्दा पनि माथिबाट गन्दा पनि 2 नम्बरमै आउँछ सब्स्टिट्युएन्ट। यो मिथाइल सब्स्टिट्युएन्ट तलबाट माथि जाँदा पनि 2 नम्बरकै पोजिसनमा आउँछ। भने प्रिफिक्स के छ भन्नुहोस् त। यो प्रिफिक्स भनेको सब्स्टिट्युएन्टको पोजिसन कति छ 2मा के छ मिथाइल सब्स्टिट्युएन्ट छ। CH3 भनेको के हो मिथाइल सब्स्टिट्युएन्ट हो। अब वर्ड रुट भनेको चाहिँ के हुन्छ भन्नुहोस् त। कतिवटा कार्बन छ प्यारेन्ट चेनमा 3टा भने 3टा प्यारेन्ट चेनमा कार्बन छ भने प्रब भयो। प्राइमेरी सफिक्स भनेको के भन्नुहोस् त। प्राइमेरी सफिक्स भनेको के हो कार्बन टु कार्बन प्यारेन्ट चेनमा सिङ्गल बोन्ड छ भने एन। सेकेन्डरी सफिक्स फङ्सनल ग्रुप त प्रेजेन्टै छैन भनेपछि कट। भनेपछि तपाईँले के लेख्नु पर्यो यसको नाम भने 2 मिथाइल प्रोपेन। ठिक छ यहाँसम्म है। अब अर्को एक्जाम्पल, अर्को सजिलो एक्जाम्पल म गराउँदैछु। CH3 सजिलो। अब प्यारेन्ट चेन कुन चाहिँ सेलेक्ट गर्ने भने सबैभन्दा लङ्गेस्ट कार्बन चेन कुन चाहिँ सेलेक्ट गर्ने, यो सेलेक्ट गरौँ भइहाल्यो। 1 नम्बर कार्बन 2 नम्बर कार्बन 3 नम्बर कार्बन 4 नम्बर कार्बन। लेफ्टबाट राइट गर्दा पनि उही हुन्छ, राइटबाट लेफ्ट गर्दा पनि उही हुन्छ। लेफ्टबाट राइट गर्दा पनि 2 र 3 पोजिसनमा सब्स्टिट्युएन्ट आउँछ। राइट टु लेफ्ट गर्दा पनि के आउँछ 2 र 3 पोजिसनमा के आउँछ सब्स्टिट्युएन्ट आउँछ। लेफ्ट टु राइट मैले गन्थेँ। प्राइमेरी सफिक्स के छ भन्नुहोस् त। 2 र 3 नम्बर कार्बनमा मिथाइल सब्स्टिट्युएन्ट, 2 र 3 नम्बर के छ मिथाइल भनेपछि 2मा नि मिथाइल 3मा नि मिथाइल भनेपछि 2 3 मैले के लेख्न मिल्यो डाइमिथाइल लेख्न मिल्यो है। दुईटा सेम सब्स्टिट्युएन्ट छ भने डाइ, 3टा सेम सब्स्टिट्युएन्ट भने ट्राई, 4वटा सेम सब्स्टिट्युएन्ट छ भने टेट्रा। त्योभन्दा माथि त के हो नआउला क्वेसनहरू। अब वर्ड रुट चाहिँ के छ भन्नुहोस् त। कतिवटा कार्बन छ प्यारेन्ट चेनमा 4वटा ब्युट लेख्नु पर्यो। प्राइमेरी सफिक्स के लेख्ने भन्नुहोस् त। प्राइमेरी सफिक्स भने कार्बन टु कार्बन कस्तो खाले बोन्ड छ भने चाहिँ प्यारेन्ट चेनमा कार्बन टु कार्बन जम्मै सिङ्गल बोन्ड छ भने चाहिँ एन लेख्नु पर्यो। सेकेन्डरी सफिक्स त के फङ्सनल ग्रुप प्रेजेन्टै छैन, भने टोटल नाम के हुन गयो यसको भन्नुहोस् त 2 3 डाइमिथाइल ब्युटेन। ल यति सजिलो। अब अर्को क्वेसनको पालो है त। अर्को क्वेसनको पालो सजिलोसँग हामी इक्जाम्पल गर्दै गएर खेलाइ बुझ्छौँ हामीले। CH3 CH2 CH3 यता के लेखौँ, यता CH3 लेखौँ, यता लेखौँ C2H5 है त C2H5। अब लेफ्ट टु राइट प्यारेन्ट चेन त अब आँखा चिम्लेर प्यारेन्ट चेन त हाम्रो यो नै हो। 6वटा कार्बनभन्दा माथिल्लो प्यारेन्ट चेन हुनै सक्दैन। एउटा यो हुनसक्छ अनि अर्को प्यारेन्ट चेन यो हुनसक्छ। यसमा पनि 6वटै कार्बन हुन्छ है। तर मैले सजिलोको लागि 6वटै कार्बन भएको सबभन्दा लङ्गेस्ट कार्बन चेन त 6वटा कार्बन भएको प्यारेन्ट चेन भन्न सक्छ यो। अब लेफ्ट टु राइट नम्बरिङ गर्ने कि राइट टु लेफ्ट नम्बरिङ गर्ने भन्ने कुरा आउँछ। यसरी 1 2 3 4 5 6 गर्ने कि 1 2 3 4 5 6 कताबाट गर्ने रे। जताबाट गर्दा पनि 3 र 4 नम्बर कार्बनमा के आउँछ सब्स्टिट्युएन्टहरू प्रेजेन्ट छ। लेफ्ट टु राइट गर्दा 3 र 4 नम्बर कार्बनमा सब्स्टिट्युएन्ट आउँछ। राइट टु लेफ्ट गर्दा 3 र 4 नम्बरका कार्बनमा के आउँछ सब्स्टिट्युएन्ट। यस्तो केसमा के गर्ने भनेको थिएँ मैले, इक्विभ्यालेन्ट पोजिसनमा सब्स्टिट्युएन्टहरू छन् भने अल्फाबेटिकल्ली के हो कुन चाहिँ राइट हुन्छ अल्फाबेटिकल्ली हामीले हेर्नु पर्दछ। यो सब्स्टिट्युएन्ट भनेको के हो, यो सब्स्टिट्युएन्ट भनेको मिथाइल, यो भनेको इथाइल हो। एम सुरुमा आउँछ कि ई सुरुमा आउँछ, ई सुरुमा आउँछ भनेपछि इथाइल ग्रुपलाई के हेर्ने मिनिमम पोजिसन दिने। इथाइल ग्रुपलाई मिनिमम पोजिसन दिने भनेपछि इथाइल ग्रुपलाई मिनिमम पोजिसन दिनको लागि त
राइट टु लेफ्ट गर्नुपर्दछ हो कि भन्नुहोस् त। यताबाट यो इथाइल ग्रुप अल्फाबेटिकली पहिलो आएको हुनाले यो इक्विभ्यालेन्ट पोजिसनमा थियो इथाइल र मिथाइलको 3 4 हुन्थ्यो लेफ्ट राइट टु लेफ्ट गर्दाखेरि। यस्तो केसमा अल्फाबेटिकल्ली जुन चाहिँ सब्स्टिट्युएन्ट सबभन्दा अगाडि आउँछ त्यसलाई के हेर्ने, फर्स्ट प्रायोरिटी दिने, लिस्ट पोजिसन दिने। राइट टु लेफ्ट गर्दाखेरि के आउँछ, इथाइल ग्रुपलाई 3 नम्बर कार्बनमा इथाइल ग्रुप आउँछ भने फेरि तपाईँ बाटो भएर लेफ्ट टु राइट गर्दै जानुभयो भने त यो इथाइल ग्रुप त 4 नम्बर कार्बनमा आउँछ। भनेपछि राइट टु लेफ्ट गर्नुपर्ने रहेछ। यति कुरा बुझ्नुभयो। अल्फाबेटिकली जुन चाहिँ सब्स्टिट्युएन्ट पहिला आउँछ त्यसलाई चाहिँ मिनिमम पोजिसन दिने। लेफ्ट टु राइट पोजिसन दियो भने त 4 नम्बर कार्बनमा आउँछ इथाइल सब्स्टिट्युएन्टको पोजिसन। अनि राइट टु लेफ्ट गऱ्यो भने चाहिँ कति नम्बर कार्बनमा आउँछ सब्स्टिट्युएन्टको पोजिसन, 3 नम्बर कार्बन आउँछ। त्यही भएर लेफ्ट टु राइट गर्नु पऱ्यो। अब हाम्रो प्रिफिक्स चाहिँ के हुन्छ भन्नुहोस् त। प्रिफिक्स के हुन्छ, 3 नम्बर कार्बनमा इथाइल छ अनि 4 नम्बरको कार्बनमा के छ, मिथाइल। 4 नम्बरको कार्बनमा के छ, मिथाइल छ। यो मैले सुरुमा इथाइललाई चाहिँ सुरुमा लेखेँ, यसलाई मिथाइल चाहिँ किन सेकेन्डमा लेखेँ भन्ने त थाहा होइन। अल्फाबेटिकली जुन चाहिँ पहिला आउँछ त्यसलाई सुरुमा लेख्नु पर्दछ प्रिफिक्समा। प्रिफिक्समा जहिले पनि अल्फाबेटिकली पहिला सुरुमा जे आउँछ त्यसलाई लेख्नु पर्दछ। अब ओड रुटको पालो चाहिँ के हो, कतिवटा कार्बन छ मेन प्यारेन्ट चेनमा, 6वटा भनेपछि एक्स लेख्नु पऱ्यो। प्राइमरी सफिक्स के छ, सिङ्गल कार्बन टु कार्बन सिङ्गल बोन्ड भनेपछि एन लेख्नु पऱ्यो। अनि सेकेन्डरी सफिक्स त फङ्सनल ग्रुप छँदै छैन भनेपछि नेम चाहिँ यसको के हुनु गयो, 3 इथाइल 4 मिथाइल के हुनु गयो, हेक्जेन। कति सजिलो यसको नाम। अब अर्को एक्जाम्पल खेलाइ हामी सिक्छौँ। CH3 CH3 CH2 CH3 C2H5। ल अब यसको नाम के हो, प्यारेन्ट चेन सेलेक्ट गर्ने। 2,3 डाइमिथाइल यो त गरिसक्यो क्या हो। 3 इथाइल 4 मिथाइल यो क्वेसन गरेको छ र छैन, ल एकैछिन गरेको भयो भने छिटो गरौँ न। ल प्यारेन्ट चेन, ल दिमाग लाउनुहोस्। तपाईँले प्यारेन्ट चेन यही सेलेक्ट गर्नुहुँदैछ, यही नै सेलेक्ट गर्नुहुन्छ तपाईँले प्यारेन्ट चेन। 5वटा कार्बन भएको प्यारेन्ट चेन, यो लङ्गेस्ट कार्बन चेन योभन्दा धेरै ठुलो हुन सक्दैन। यो प्यारेन्ट चेन हाम्रो। अब लेफ्ट टु राइट नम्बरिङ गर्ने कि राइट टु लेफ्ट नम्बरिङ गर्ने। इनकेस 2 वा 2भन्दा बढी सब्स्टिट्युएन्ट आयो भने कताबाट युज 2भन्दा बढी सब्स्टिट्युएन्ट आउने बित्तिकै के भरे, लोएस्ट सेट अफ लोकेन्ट रुल लगाउनु पर्दछ। 2भन्दा बढी सब्स्टिट्युएन्ट, अझ 2भन्दा बढी सब्स्टिट्युएन्ट आउने बित्तिकै लोएस्ट सेट अफ लोकेन्ट रुल लगाउनै पर्दछ। तपाईँले यताबाट नम्बरिङ गर्न थाल्नुभयो भने सब्स्टिट्युएन्टको पोजिसन त के आउँछ अरे, यो मिथाइल ग्रुप 2 नम्बरमा आउँछ, यो मिथाइल ग्रुप 3 नम्बरमा आउँछ, फेरि यो इथाइल ग्रुप 3 नम्बरमा आउँछ। लेफ्ट टु राइट नम्बरिङ गर्नुभयो भने होइन, राइट टु लेफ्ट नम्बरिङ गर्नुभयो भने चाहिँ के हुन्छ, राइट टु लेफ्ट नम्बरिङ गर्नुभयो भने चाहिँ यो 1 नम्बर, यो 2 नम्बर, यो 3 नम्बर, यो 4 नम्बर कहाँ छ, यो लेख्नु पर्दैन होला है, तपाईँले बुझ्नुहुन्छ होला। राइट टु लेफ्ट नम्बरिङ गरिदिनु भयो भने के हुन्छ अरे, राइट टु लेफ्ट नम्बरिङ गरिदिनु भयो भने चाहिँ 3 नम्बर पोजिसनमा एउटा सब्स्टिट्युएन्ट मिथाइल आउँछ, 3 नम्बर पोजिसनमा अर्को इथाइल आउँछ र 4 नम्बर कार्बनमा के आउँछ, मिथाइल सब्स्टिट्युएन्ट आउँछ। अब दिमाग लाउनुहोस् त, यसको सम ठुलो हुन्छ कि यसको सम ठुलो हुन्छ, पक्का पनि यसको सम ठुलो हुन्छ भने चाहिँ हामीलाई त लोएस्ट सेट अफ लोकेन्ट रुलले के भन्छ अरे, कताबाट नम्बरिङ गर्ने, जहाँ सब्स्टिट्युएन्टको सम जोड्दाखेरि सब्स्टिट्युएन्टको पोजिसनको सम जोड्दाखेरि सम कम आउँछ भने त्यतैबाट नम्बरिङ गर्नुपर्दछ। लेफ्ट टु राइटबाट नम्बरिङ गर्दाखेरि के आयो अरे, 2 3 3 आयो। मिथाइल सब्स्टिट्युएन्ट 2 नम्बर कार्बनमा, 2टा मिथाइल र इथाइल सब्स्टिट्युएन्ट 3 3 नम्बर कार्बनमा आयो भने चाहिँ 2 + 3 + 3 त कति आयो, 8 आयो। तर राइट टु लेफ्ट नम्बरिङ गर्नुभयो भने के आउँदो रहेछ, 10 आउँछ। भनेपछि नम्बरिङ कताबाट गर्नुपर्ने रहेछ, लोएस्ट सेट अफ लोकेन्ट रुलले लेफ्ट टु राइट गर्नुपर्छ भनेर सिकायो। लेफ्ट टु राइट नम्बरिङ गर्नुपर्छ भनेर सिकायो भनेपछि नम्बरिङ कताबाट गर्नुपर्ने रहेछ, लेफ्ट टु राइट गर्नुपर्ने रहेछ। ल अब प्रिफिक्स के हुन्छ ल भनिदिनुहोस् त। प्रिफिक्समा के लेख्ने, 2 नम्बर कार्बनमा पनि मिथाइल ग्रुप छ, 3 नम्बर कार्बनमा पनि मिथाइल ग्रुप छ भनेपछि 2,3 के लेख्नु पऱ्यो, डाइमिथाइल लेख्नु पऱ्यो। अनि अर्को पनि सब्स्टिट्युएन्ट छ क्या, यो मात्र सब्स्टिट्युएन्ट हो र, अर्को सब्स्टिट्युएन्ट के छ, 3 नम्बर कार्बनमा पनि इथाइल सब्स्टिट्युएन्ट छ भनेपछि अनि ओड रुट चाहिँ के हुन्छ ल भन्नुहोस् त, ब्युट। किन कसरी ब्युट हुन्छ, ब्युट हुन्छ र, ब्युट हुनसक्छ र। ओड रुट त कतिवटा कार्बन छ भन्नुहोस् त प्यारेन्ट चेनमा, 5वटा भने चाहिँ पेन्ट भयो। अनि फङ्सनल ग्रुप त छैन भने चाहिँ सेकेन्डरी सफिक्स लेख्नु परेन। अब मलाई भन्नुहोस् प्रिफिक्समा के लेख्ने, 2 3 डाइमिथाइल लेख्ने कि 3 इथाइल सुरुमा लेख्ने। सर डी सुरुमा आउँछ त्यही भएर 2 3 डाइमिथाइल लेखौँ न। डी र ईमा त डाइमिथाइलको डी र इथाइलको ईमा त डी सुरुमा आउँछ त्यो लेखौँ। होइन, मैले अघि भनिसकेँ यो डाइ ट्राई हेर्ने होइन, जहिले पनि के हो सब्स्टिट्युएन्टको एम चाहिँ हेर्ने। एम मिथाइलको एम सुरुमा आउँछ कि इथाइलको ई, इथाइलको ई भनेपछि सुरुमा के लेख्ने प्रिफिक्समा, 3 इथाइल
अनि के भयो 2,3 डाइमिथाइल पेन्ट एन। मैले यहाँ प्राइमरी सफिक्समा के हो कार्बन टु कार्बन सिङ्गल बोन्ड पेन्टेन लेख्ने बिर्सेछु ल, यो पनि भयो। अब अर्को क्वेसन आयो फेरि, अर्को क्वेसन कुन चाहिँ गरौँ भने ल भइसक्यो होला, तपाईँले बुझिरहनु भयो। अब अर्को डबल बोन्ड कन्टेनिङ के हो नोमेनक्लेचर फर डबल बोन्ड। अब डबल बोन्ड आयो भने चाहिँ के गर्ने भन्ने त जहिले पनि जस्तै एउटा एक्जाम्पल मैले फेरि लिएँ। अब डबल बोन्डको भाला है त CH3C डबल बोन्ड CH2 CH3 यस्तो खाले के छ। यदि डबल बोन्ड देख्नुभयो भने प्यारेन्ट चेनमा तपाईँले के चाहिँ इन्क्लुडिङ डबल बोन्ड सेलेक्ट गर्नुपर्छ। प्यारेन्ट चेन यस्तो सेलेक्ट गर्नुपर्छ जसले डबल बोन्ड इन्क्लुड गरेछ। यो चाहिँ प्यारेन्ट चेन सेलेक्ट गर्नुपर्दछ कि जसमा के हो डबल बोन्ड इन्क्लुड होस्, डबल बोन्ड परोस्। बाटो भएर के हो यो चाहिँ म प्यारेन्ट चेन सेलेक्ट गर्छु आहा भन्न मिलेन। डबल बोन्ड ट्रिपल बोन्ड देख्ने बित्तिकै तपाईँहरूले के गर्नु पऱ्यो, डबल बोन्ड ट्रिपल बोन्ड भएको प्यारेन्ट चेन सेलेक्ट गर्नु पऱ्यो भने चाहिँ कुन चाहिँ प्यारेन्ट चेन सेलेक्ट गर्नु पऱ्यो, यो प्यारेन्ट चेन सेलेक्ट गर्नु पऱ्यो। अब अर्को, अब नम्बरिङ गर्दाखेरि चाहिँ अब प्यारेन्ट चेन त यो सेलेक्ट गरेर नम्बरिङ गर्दाखेरि चाहिँ डबल बोन्डलाई मिनिमम पोजिसन दिनुपर्छ। मैले डबल बोन्डको मात्र कुरा गर्दैछु है अहिले चाहिँ। यताबाट 1 2 3 भनेर नम्बरिङ गर्न हुँदैन। यदि डबल बोन्ड प्रेजेन्ट छ भने जहिले पनि नम्बरिङ कताबाट गर्नुपर्छ रे, डबल बोन्डलाई मिनिमम पोजिसन दिनुपर्दछ। अहिले यता राइट टु लेफ्ट मैले गरिदिएँ भने त डबल बोन्ड थियो 1 नम्बरको कार्बनमा सुरु हुन्छ, 1 नम्बर कार्बनबाट सुरु हुन्छ डबल बोन्ड। यहाँबाट ठिक छ नि त ल, यो पनि बुझ्नुभयो। अब अर्को कुरा, अर्को एक्जाम्पलबाट पनि बुझौँ। जस्तै CH3 छ, C डबल बोन्ड C छ, CH2 छ, CH3 छ, यतातिर CH3 छ, अनि त्यहाँबाट यहाँ CH3 छ। ल लङ्गेस्ट कार्बन चेन कुन चाहिँ सेलेक्ट गर्ने, डबल बोन्ड कन्टेनिङ लङ्गेस्ट कार्बन चेन त यो हुनसक्छ। हेर्नुहोस् यो है डबल बोन्ड हुनै पऱ्यो अनि कार्बन चेन पनि लङ्गेस्ट हुनु पऱ्यो। क्या डबल बोन्ड चाहिँ भयो है, कार्बन चेन लङ्गेस्ट यसरी हेर्नु पऱ्यो कि डबल बोन्ड पनि कन्टेन हुनु पऱ्यो, कार्बन पनि लङ्गेस्ट कार्बन चेन हुनु पऱ्यो। ल डबल बोन्ड कन्टेनिङ लङ्गेस्ट कार्बन चेन त यही हो प्यारेन्ट चेन हाम्रो डबल बोन्ड कन्टेन्ट छ। अब लेफ्ट टु राइटबाट नम्बरिङ गर्ने कि यसरी नम्बरिङ गर्ने हो कि यताबाट गर्ने हो, तनाव पऱ्यो। फेरि कताबाट गर्ने रे नम्बरिङ, कताबाट गर्नुपर्छ डबल बोन्डलाई मिनिमम पोजिसन दिनुपर्छ। राइट टु लेफ्ट गर्ने भने त डबल बोन्डको पोजिसन 3 नम्बरमा आउँछ, राइट टु लेफ्ट गर्ने भने त डबल बोन्डको पोजिसन कति नम्बर कार्बन आउँछ 3 मा। तर लेफ्ट टु राइट गर्ने भने त डबल बोन्डको पोजिसन कति आउँछ 2 नम्बर कार्बनमा। त्यही भएर लेफ्ट टु राइट नम्बरिङ गर्ने। डबल बोन्ड कन्टेनिङ प्यारेन्ट चेन सेलेक्ट गर्ने। अनि डबल बोन्ड चाहिँ के हो मिनिमम पोजिसनमा भने 2 नम्बर कार्बन आउँछ कि लेफ्ट टु राइट गऱ्यो भने चाहिँ नम्बरिङ यसरी गर्ने। अर्को एक्जाम्पल पनि CH3 CH डबल बोन्ड CH2 प्यारेन्ट चेन त्यो पुराको पुरा सेलेक्ट भइ नै हाल्यो डबल कन्टेनिङ डबल बोन्ड। अब लेफ्ट टु राइट गर्ने कि राइट टु लेफ्ट गर्ने, अब चाहिँ राइट टु लेफ्ट गर्नुपर्छ। र किन भन्दा राइट टु लेफ्ट गऱ्यो भने चाहिँ डबल बोन्डको पोजिसन 1 नम्बर कार्बन आउँछ। यसको नेमिङ पनि गरौँ न त के हुन्छ है त, यसको नेम के हुन्छ ल भन्नुहोस् त। प्रिफिक्स केही छ, केही सब्स्टिट्युएन्ट छ, प्यारेन्ट चेन बाहेक केही हाँगाबिगा केही उम्रिएछन्, पुराको पुरा जे कम्पाउन्ड देखाएको थियो त्यो पुराको पुरा प्यारेन्ट चेन भयो भने हाँगाबिगा छैन भने त प्रिफिक्सै छैन। अब ओड रुट चाहिँ के हुन्छ भन्नुहोस् त, प्यारेन्ट चेन सेलेक्ट गर्नु भएको छ त्यसमा कतिवटा कार्बन छ 3टा भनेपछि प्रप भयो, 3टा भनेपछि के भयो प्रप भयो। अब प्राइमरी सफिक्स के हुन्छ, प्राइमरी सफिक्स के हुन्छ। अब तपाईँले डबल बोन्ड अघि त के हो कार्बन टु प्यारेन्ट चेनमा कार्बन टु कार्बन सिंगल बोन्ड देख्नु भएको थियो, डबल बोन्ड नभएको केसमा त्यही भएर एन लेख्नु भएको थियो। अघि त के हो डबल बोन्ड ट्रिपल बोन्ड प्रेजेन्टै थिएन, कार्बन टु कार्बन सिंगल बोन्ड मात्र थियो प्यारेन्ट चेनमा भनेपछि अघि एन देखिरहनु भयो। अब त के हो प्यारेन्ट चेनमा डबल बोन्ड आएपछि अब चाहिँ लेख्नुपर्छ इन लेख्नुपर्दछ। सेकेन्डरी सफिक्स छ त छैन, फङ्सनल ग्रुप प्रेजेन्ट छैन भनेपछि यसको नाम के हुन्छ ल भनिदिनुहोस् ठ्याक्कै प्रोपिन। त्यसरी भयो है, प्रोपिनको नाम चाहिँ यसरी भएको। अब अर्को एक्जाम्पल हेरौँ CH3 CH3 डबल बोन्ड CH2 प्यारेन्ट चेन त के हो, प्यारेन्ट चेन त हाम्रो यो कन्टेनिङ डबल बोन्ड बाटो भएर यो नगर्ने, बाटो भएर के अरे हाम्रो प्यारेन्ट चेन त यो सेलेक्ट गर्छु हुँदैन। किन भन्दा डबल बोन्ड कन्टेनिङ हुनु पऱ्यो क्या, प्यारेन्ट चेन सेलेक्ट गर्दाखेरि डबल बोन्ड कन्टेनिङ हुनु पऱ्यो। लेफ्ट टु राइट नम्बरिङ गर्ने कि राइट टु लेफ्ट रे, राइट टु लेफ्ट बुझिसक्नु भयो। किन भन्दा डबल बोन्डलाई मिनिमम पोजिसन दिने। ल यसमा प्रिफिक्स के छ भन्नुहोस् त, यसमा एउटा हाँगो पलाइरहेछ, मिथाइल हाँगो पलाइरहेछ कति नम्बर कार्बनमा 2 नम्बर कार्बनमा मिथाइल हाँगो पलाइरहेछ। ओड रुट के हुन्छ ल भन्नुहोस् त, यसमा कतिवटा कार्बन छ प्यारेन्ट चेनमा 3टा भनेपछि के भयो मेथड के भयो प्रप। अनि के भयो अर्को प्राइमरी सफिक्समा के लेख्ने भन्नुहोस् त, कार्बन टु कार्बन डबल बोन्ड देखिसकेपछि के लेख्ने इन लेख्ने। प्यारेन्ट चेनमा कार्बन टु कार्बन डबल बोन्ड देखेपछि के इन लेख्ने। सेकेन्डरी सफिक्स त फङ्सनल ग्रुप प्रेजेन्टै छैन भनेपछि ओभरअल द आइपिएसी नेम अफ दिस कम्पाउन्ड इज के हुन्छ भन्नुहोस् त 2 मिथाइल के हुन्छ भन्नुहोस् त
प्रोपिन, 2 मिथाइल के भयो प्रोपिन। अब अर्को एक्जाम्पल खेलाइ आउँछ है नोमेनक्लेचर तपाईँहरूलाई। CH3 पुराका पुरा प्यारेन्ट चेनमै पर्यो, कन्टिन्युस हुनुपर्छ। प्यारेन्ट चेन सेलेक्ट गर्दाखेरि कार्बन जोड्दै हिँड्नु हुन्छ। एउटा कन्टिन्युस ब्रेक चाहिँ लाग्नु हुँदैन है। ब्रेक लाग्यो भने फस्यो, ब्रेक लाग्यो भने त्यो पुरा प्यारेन्ट चेनमा गनिन्छ। अहिले त के हो, यो पुरैलाई प्यारेन्ट चेन सेलेक्ट गर्नु पऱ्यो, एकदमै कन्टिन्युस छ। अब राइट टु लेफ्ट गर्ने कि लेफ्ट टु राइट, जहाँबाट जे गर्ने भने यताबाट गने पनि डबल बोन्ड 2 नम्बर कार्बनबाट सुरु भएको छ, यताबाट गने पनि डबल बोन्ड कति नम्बर कार्बनबाट सेलेक्ट भएको छ, 2 नम्बरकै कार्बनबाट सुरु भएको छ। जता राइट टु लेफ्ट नम्बर गरे हुन्छ, लेफ्ट टु राइट गरे हुन्छ। मैले चाहिँ के हो सजिलोको लागि लेफ्ट टु राइटै गरिदिएँ है। भनेपछि यसमा प्राइमेरी प्रिफिक्स छ, केही छ, हाँगाबिगा केही पलाएको छ, प्यारेन्ट चेनमा पलाएको छैन। अब ओड रुटको पालो कतिवटा कार्बन छ भन्नुहोस् त प्यारेन्ट चेनमा? 4वटा भनेपछि के लेख्नु पऱ्यो? ब्युट लेख्नु पऱ्यो। प्राइमेरी सफिक्स भनेको के हो अरे? कार्बन टु कार्बन के बोन्ड डबल बोन्ड थिएन बित्तिकै के हुन्छ प्यारेन्ट चेनमा? कार्बन टु कार्बन डबल बोन्ड थिएन बित्तिकै के लेख्ने? अब यहाँ एउटा कुरा आयो हेर्नुहोस् है, डबल बोन्डको पोजिसन स्पेसिफाई गर्नु पऱ्यो। अघि प्रोपिनमा त जताबाट गर्दाखेरि पनि के हो, अघि प्रोपिनको केसमा त जताबाट गर्दाखेरि पनि कार्बनलाई के हो, डबल बोन्डलाई मिनिमम पोजिसन दिँदाखेरि जहिले पनि 1 नम्बरकै कार्बनमा सुरु हुन्थ्यो के। प्रोपिनमा जहिले पनि 1 नम्बरकै कार्बनबाट 1 नम्बर कार्बनमा डबल हुनुहुन्छ। तर यहाँ त के यो डबल बोन्डको पोजिसन अब स्पेसिफाई गर्नुपर्छ है। ब्युटिनमा त ब्युट 2 इन हो कि ब्युट 1 इन भनेर झुकिन्छ। त्यही भएर डबल बोन्डको पोजिसन कति नम्बर कार्बनमा छ ल भन्नुहोस् त? डबल बोन्डको पोजिसन कति नम्बर कार्बनमा छ? 2 नम्बर कार्बनबाट डबल बोन्ड सुरु भएको छ भनेपछि तपाईँले के लेख्नुपर्छ? यहाँ त के लेख्नुपर्छ? 2 इन भन्ने लेख्नुपर्छ। सेकेन्डरी सफिक्स त छैन, सेकेन्डरी चाहिँ फङ्सनको त छैन भनेपछि यसको नाम के हो? ब्युट 2 इन। डबल बोन्डको पोजिसन पनि स्पेसिफाई गर्नु पर्यो। अब अर्को इक्जाम्पलको श्रृङ्खला त गएको हुन्छ नि होइन? श्रृङ्खला भनेको के हो अरे? सिरिज हो। अघि चाहिँ नम्बरिङ गरेको थियो, अब चाहिँ हामीले नेमिङ गर्दैछौँ है त यो कम्पाउन्डको। CH3 भएको जस्तो लाग्छ मलाई अघि नम्बरिङ। प्यारेन्ट चेन कुन चाहिँ सेलेक्ट गर्ने रे? कन्टेनिङ डबल बोन्ड, 5वटा कार्बन भएको, डबल बोन्ड भएको 5वटा कार्बन भएको के हो प्यारेन्ट चेन हामीले सेलेक्ट गर्यो। नम्बरिङ गर्दाखेरि कताबाट गर्ने ल भन्नुहोस् त? नम्बरिङ गर्दाखेरि कताबाट गर्ने? लेफ्ट टु राइट गर्ने कि राइट टु लेफ्ट? राइट टु लेफ्ट तपाईँको दिमागमा आउला यताबाट गऱ्यो नि उयो कहाँ हुन्छ यार? यताबाट गऱ्यो भने त के हुन्छ? 3 नम्बर पोजिसनमा डबल बोन्ड सुरु हुन्छ भनेपछि कताबाट गर्नु पऱ्यो? 3 नम्बर। यताबाट गर्दाखेरि त 2 नम्बर पोजिसनमा डबल बोन्ड सुरु हुन्छ। अहिले नि मैले तपाईँहरूलाई एउटा कुरा भनिदिइहालेँ है त, जहिले नि नम्बरिङ गर्दाखेरि फङ्सनल ग्रुपलाई फर्स्ट प्रायोरिटी दिनुपर्दछ। फङ्सनल ग्रुपलाई मिनिमम पोजिसन दिनुपर्दछ। प्यारेन्ट चेनमा मिनिमम पोजिसन दिनुपर्दछ है नम्बरिङ गर्दाखेरि। फङ्सनल ग्रुपलाई फर्स्ट प्रायोरिटी फर्स्ट के आधारमा प्रायोरिटी फर्स्ट? नम्बर सबैभन्दा थोरै नम्बर दिने भन्ने प्रायोरिटी हो क्या। फङ्सनल ग्रुपको हाइएस्ट प्रायोरिटी, अनि के को डबल बोन्डको प्रायोरिटी, अनि ट्रिपल बोन्डको पार्ने लास्टमा मात्र सब्स्टिट्युएन्टलाई हेर्ने के हो अरे? सुरुमा फङ्सनल ग्रुपलाई मिनिमम, फङ्सनल ग्रुप प्रेजेन्ट हुने देख्ने बित्तिकै तपाईँले के गर्नुपर्छ? फङ्सनल ग्रुपलाई मिनिमम पोजिसन दिनुपर्दछ। फङ्सनल ग्रुपको फर्स्ट प्रायोरिटी भनेको त्यसलाई फङ्सनल ग्रुपलाई मिनिमम पोजिसन दिने हो। फङ्सनल ग्रुपको लेखाजोखा सक्यो, क्या हिसाब सक्यो भने के हो? डबल बोन्डलाई मिनिमम प्रायोरिटी दिन खोज्ने, अनि त्यसपछि ट्रिपल बोन्डलाई मिनिमम प्रायोरिटी के हो? तपाईँको ब्रिटिस र अमेरिकन इङ्ग्लिस तपाईँहरू जान्नुहोस्। अनि सबैभन्दा लास्टमा मात्र के हो? सब्स्टिट्युट हाँगाबिगालाई चाहिँ के हो? मिथाइल इथाइल ग्रुपहरूलाई चाहिँ के हो? लास्टमा कम प्रायोरिटी दिने। भनेपछि यसमा त अब डबल बोन्ड देख्ने बित्तिकै यसमा फङ्सनल ग्रुप प्रेजेन्ट छैन भनेपछि डबल बोन्ड देखिसक्नुभयो भने डबल बोन्डलाई मिनिमम प्रायोरिटी दिने। राइटबाट गन्दै आउनु भयो भने त यो कार्बनबाट गन्दै यसरी गन्दै आउनु भने त के हुन्छ? 3 नम्बर कार्बनमा डबल बोन्ड आउँछ। तपाईँले लेफ्ट टु राइट गर्नुभयो भने चाहिँ कति नम्बर कार्बनमा आउँछ? 2 नम्बर कार्बनमा डबल बोन्ड आउँछ भने प्रिफिक्समा के लेख्नु पऱ्यो भने? प्रिफिक्समा यहाँ कतिवटा आएको छ हेर्नुहोस् त? लेफ्ट टु राइट नम्बरिङ गर्ने तपाईँले बुझ्नुभयो है त? डबल बोन्डलाई मिनिमम प्रायोरिटी दिन खोजेको। अब प्रिफिक्समा त कतिवटा हाँगा छ? 2 नम्बर कार्बनमा एउटा मिथाइल छ, 3 नम्बरमा अर्को मिथाइल छ भने 2 र 3मा के छ? डाइमिथाइल छ। अनि अर्को कुरा आयो तपाईँहरूको वर्ड रुट भनेको चाहिँ प्यारेन्ट चेनमा कतिवटा कार्बन छ? 5वटा भनेपछि के लेख्नु पऱ्यो? पेन्टे लेख्नु पऱ्यो। अनि प्राइमेरी सफिक्स अब डबल बोन्ड देख्ने बित्तिकै इन मात्र लेख्छु। डबल बोन्ड प्यारेन्ट चेनमा इन के अरे डबल बोन्ड थियो इन मात्र लेख्छु भनेर हुँदैन। पोजिसन पनि स्पेसिफाई गर्नु पऱ्यो। 2 नम्बर पोजिसनमा डबल बोन्ड छ भनेर पनि लेख्नु पऱ्यो। भने यसको ओभरअल नेम के हुनु पऱ्यो? 2,3 डाइमिथाइल
2,3 डाइमिथाइल पेन्ट 2 ENE ए यो के भयो पेन्ट 2 ENE कुरो बुझ्नुभयो। अब अर्को सजिलो जति एक्जाम्पल प्र्याक्टिस गरे त्यति आउँछ क्या तपाईँहरूलाई। CH3 डबल बोन्ड CH3 नम्बरिङ कताबाट गर्ने भन्नु त जे गरे नि हुन्छ यताबाट यसो गर्ने नि उयो सब्स्टिट्युएन्ट 2-3 पोजिसनमा आउँछ होइन म यसो गर्छु भने नि के सब्स्टिट्युएन्ट 2-3 पोजिसनमा जे गरे नि होइन यार म यस्तो गर्छु भने जे गरे पनि के हुन्छ सब्स्टिट्युएन्ट ल मैले ए गरेँ है त 1 नम्बर 2 नम्बर 3 नम्बर 4 नम्बर जताबाट गरे नि डबल बोन्डको पोजिसन के आउँछ 2 पोजिसनमा डबल बोन्ड आउँछ। अनि प्रिफिक्स भनेको के हो 2मा एउटा मिथाइल अनि 3मा एउटा मिथाइल सब्स्टिट्युएन्ट हाँगे बिहा के छ 2 र 3 पोजिसनमा चाहिँ यहाँ एउटा हाँगो छ यहाँ एउटा हाँगो छ हैन त भने 2 र 3मा डाइमिथाइलको हाँगो 2 र 3मा डाइमिथाइलको हाँगो। अनि के ओड डुट भनेको कतिवटा कार्बन छ प्यारेन्ट चेनमा 4वटा भनेपछि ब्युट। प्राइमरी सफिक्स भनेको के हो 2 नम्बरको कार्बनमा के छ अरे 2 नम्बरको कार्बनमा के छ हाम्रो डबल बोन्ड्स। सेकेन्डरी सफिक्स फङ्सनल ग्रुप त प्रेजेन्टै छैन भनेपछि यसको नाम के भयो। अब त लेख्न सकिहाल्नु भने अब मैले लेख्नुपर्छ भने जस्तो लाग्ने क्या 2-3 डाइमिथाइल 2,3 नम्बर र लेटरको बिचमा ड्यास नम्बर र नम्बरको बिचमा कमा 2-3 डाइमिथाइल के हो नाम ब्युट 2 ENE। कति मजा। अब सक्नुभयो तपाईँले। ल अब एउटा अलिक डिफ्रेन्ट टाइप्सको CH3 OCH3 CH2 OCH3 यो के हो के जस्तो OCH3 मैले फर्स्टमा पढाएको थिएँ तपाईँलाई प्रिफिक्सको नेमिङ गर्दाखेरि प्यारेन्ट चेन त हाम्रो के हो डबल बोन्ड कन्टेनिङ प्यारेन्ट चेन सेलेक्ट गर्नुपर्दछ है। कसैले भन्ला यो प्यारेन्ट चेन सेलेक्ट गर्न मिल्दैन सर भन्ला मिल्दैन यहाँ कार्बन आयो चेन ब्रेक भएर अक्सिजन आइसक्यो यो कन्टिन्युस है यहाँ अक्सिजनसँग डाइरेक्टली यो कार्बन यो यहाँ कार्बन हुनुपर्थ्यो क्या यो कार्बन त अक्सिजनसँग कनेक्टेड छ भनेपछि प्यारेन्ट चेन के भयो एउटा कन्टिन्युएसन चाहिँ के भइसक्यो कार्बन बोन्डको कन्टिन्युएसन चाहिँ ब्रेक भयो। यहाँ त कार्बन अक्सिजनसँग जोडियो भनेपछि यो हामीले गर्न मिल्दैन हाम्रो प्यारेन्ट चेन त्यही हो। अब कताबाट नम्बरिङ गर्ने रे 1 2 3 किन 1 2 3 यताबाट गर्दाखेरि डबल बोन्डको पोजिसन 1 नम्बरको कार्बन हुन्छ। तपाईँले लेफ्ट टु राइटबाट गर्नु भने डबल बोन्डको पोजिसन 2 नम्बर कार्बन आउँछ। अघि मैले भनेको थिएँ यदि OCH3 ग्रुप भनेको के हो यो अल्कोक्सी ग्रुपहरू हो। OCH3 भनेको मिथोक्सी हो। OC2H5 थियो भने चाहिँ इथोक्सी हुन्थ्यो। ओ मिथाइल ग्रुपमा अगाडि ओ आउने बित्तिकै इथोक्सी मिथोक्सी अल्कोक्सी ग्रुपहरू भनिन्छ यसलाई। भने प्रिफिक्स भनेको हाँगामा के छ हाँगा के छ मिथोक्सीको हाँगो छ कति नम्बर पोजिसन कार्बनमा 2मा के छ अरे 2मा मिथोक्सीको हाँगो छ 2 नम्बर कार्बनमा। अनि ओड रुट चाहिँ के भयो त ओड रुट चाहिँ कतिवटा कार्बन छ प्यारेन्ट चेनमा कतिवटा कार्बन छ 3टा भनेपछि के लेख्नु पर्यो प्रोप। प्राइमरी सफिक्स के हो प्राइमरी सफिक्स भनेको के हो इन हो सर यहाँ चाहिँ 1 इन 2 इन किन नभए जहिले मैले के भने 3टा कार्बन भएको अल्किनमा जहिले पनि डबल बोन्ड 1 नम्बरकै कार्बनमा हुन्छ। प्रोपिनमा जहिले पनि के हुन्छ अरे प्रोपिनमा जहिले पनि 1 नम्बरकै कार्बनमा मैले यहाँ लेखिदिएँ ल बुझ्नु हुँदैन होला। प्रोपिन गर्दाखेरि जहिले पनि हामीले नम्बरिङ गर्दाखेरि डबल बोन्डलाई मिनिमम पोजिसन दिनुपर्दछ। जहिले पनि राइट टु लेफ्ट यताबाट राइट टु लेफ्ट गर्नु पर्यो। जहिले पनि प्रोपिनको पोजिसन 1 नम्बरकै कार्बन हुन्छ प्रोप 1 इन लेख्नु पर्दैन क्या। प्रोपिन र प्रोप 1 इन भनेको बुझ्छन् भन्न खोजेको जहिले पनि के हो अरे प्रोपिनमा डबल बोन्ड 1 नम्बरकै पोजिसनमा हुन्छ त्यही भएर प्रोप 1 इन लेख्नु पर्दैन प्रोपिन लेखे मात्र पनि हुन्छ। तर लेख्नु गलत हो र सर भने त होइन क्या तर जरुरी छैन भन्नु खोजेको भनेपछि यसको ओभरअल नेम के हुने भयो 2 मिथोक्सी प्रोपिन। प्रोपिनमा प्रोप 1 इन लेख्नु पर्दैन किन भन्दाखेरि प्रोपिनमा 1 नम्बरको कार्बनमा जहिले पनि के हुन्छ डबल बोन्ड प्रेजेन्ट हुन्छ। अब अर्को छ अब यस्तो एउटा एक्जाम्पल आयो। अब अर्को एक्जाम्पल दिएँ म CH2 डबल बोन्ड CH डबल बोन्ड CH2। अब के गर्ने यहाँ 2टा डबल बोन्ड आयो हाम्रो प्यारेन्ट चेन त पुराको पुरा यो पुरै भयो। अब हामीले प्रिफिक्स त के हो हाँगा बिगा पलाएकै छैन भनेपछि त के हो प्रिफिक्स छँदै छैन सब्स्टिट्युएन्ट प्रेजेन्ट छैन। ओड रुट चाहिँ के हो अब यहाँ तनावको कुरा आयो ब्युट त लेख्ने 4वटा कार्बन छ ब्युट। तर यहाँ जान्नुपर्ने कुरा यदि 2 वा 2 भन्दा बढी मिनिमम 2टा के आयो अरे मिनिमम 2टा के आयो डबल बोन्ड आयो मिनिमम 2टा ट्रिपल बोन्ड आयो भने ओड रुटमा पछाडि ए थप्नुपर्छ। यो भेरी भेरी इम्पोर्टेन्ट कुरा है। 2 वा 2 भन्दा बढी डबल बोन्ड 2 वा 2 भन्दा बढी ट्रिपल बोन्ड आयो भने ओड रुटमा
ए थप्नुपर्छ। ब्युट छ भने ए ब्युटा लेख्नुपर्छ। 5वटा कार्बनको प्यारेन्ट छ भने पेन्टा लेख्नुपर्छ है त। यो कुरा एउटा जान्नु। प्रिफिक्स प्राइमेरी सफिक्स भनेको के हो, डबल बोन्ड कुन पोजिसनमा छ ल भन्नुहोस् त। यताबाट मैले गर्नेखेरि जताबाट राइट टु लेफ्ट गर्दा पनि 1 र 3 पोजिसन हुन्छ, राइट टु लेफ्ट गर्दा पनि 1 र 3 पोजिसन, लेफ्ट टु राइट गर्दा पनि डबल बोन्डको पोजिसन 1 र 3 नै हुन्छ। मैले चाहिँ लेफ्ट टु राइट गर्ने रे। 1,3 के हुन्छ रे, डाइइन हुन्छ। ए डाइइन त कहाँ त, दुईवटा क्या, डबल बोन्ड दुईवटा भनेपछि के हो, इन मात्र लेख्नु मिल्दैन, डाइइन लेख्नु पऱ्यो। 1 र 3 भनेको 1 कार्बन, 1 नम्बर कार्बनमा डबल बोन्ड र 3 नम्बरको कार्बनमा डबल बोन्ड छ, 1 3 डाइइन भयो। दुईवटा डबल बोन्ड भनेपछि अगाडि डाइ आयो। अब सेकेन्डरी सफिक्स त के हो, फङ्सनको प्रेजेन्ट छैन भने चाहिँ यसको नाम के हो, ब्युटा 1,3 डाइइन। अर्को एक्जाम्पल, CH2 डबल बोन्ड C OCH3 सिंगल बोन्ड C डबल बोन्ड CH2। हाम्रो प्यारेन्ट चाहिँ त यही नै हो। अब नम्बरिङ कताबाट गर्ने, लेफ्ट टु राइट गर्ने कि राइट टु लेफ्ट गर्ने। अघि यो छ नि, यो सब्स्टिट्युएन्ट नभए त लेफ्ट टु राइट टु लेफ्ट गरेर फरकै पर्दैन थियो। तर यहाँ सब्स्टिट्युएन्ट आइसक्यो। के अरे मैले फेरि भने, यदि यो सब्स्टिट्युएन्ट मिथोक्सी सब्स्टिट्युएन्ट प्रेजेन्ट नभए भने त तपाईँले नम्बरिङ लेफ्ट टु राइटबाट पनि गर्न सक्नुहुन्थ्यो, राइट टु लेफ्ट पनि गर्न सक्नुहुन्थ्यो। तर सब्स्टिट्युएन्ट आइसकेपछि त जताबाट गर्ने पनि हुन्थ्यो। तर सब्स्टिट्युएन्ट आइदिएपछि सब्स्टिट्युएन्टलाई मिनिमम पोजिसन दिनु पऱ्यो। मिनिमम पोजिसन कति बेला हुन्छ, लेफ्ट टु राइट गर्दाखेरि सब्स्टिट्युएन्टको पोजिसन 2 नम्बर कार्बनमा आउँछ। राइट टु लेफ्ट गर्ने भयो भने यो मिथोक्सी सब्स्टिट्युएन्टको पोजिसन त कति नम्बर कार्बनमा आउँछ, 3 नम्बरको पोजिसनको कार्बनमा आउँछ। भनेपछि तपाईँले के लेख्नु, प्रिफिक्समा के लेख्नु पऱ्यो, 2 नम्बर कार्बनमा मिथोक्सी, लेफ्ट टु राइटै किन गर्नु पऱ्यो रे, मिथोक्सी सब्स्टिट्युएन्टको पोजिसन मिनिमम आउँछ लेफ्ट टु राइट गऱ्यो भने। डबल बोन्डलाई त खासै मतलब थिएन, लेफ्ट टु राइट गर्नुहोस् कि राइट टु लेफ्ट गर्नुहोस्, डबल बोन्ड त 1 र 3 नम्बर कार्बनमै आउने। असर केलाई परेको थियो, सब्स्टिट्युएन्टको पोजिसन चाहिँ के हो, लेफ्ट टु राइट र राइट टु लेफ्टमा फरक पर्थ्यो। अब वर्ड रुट त के हुन्छ ल भन्नुहोस् त, कतिवटा कार्बन छ, 2टा छ भनेपछि ब्युट। अब मैले के भनेको थिएँ, डबल बोन्ड यदि 2 या 2 भन्दा बढी आउने बित्तिकै वर्ड रुटमा के आउँछ रे पछि, ब्युटा। अब प्राइमेरी सफिक्स भनेको थिएँ, प्राइमेरी सफिक्स भनेको के हो, कार्बन टु कार्बन डबल बोन्ड प्रेजेन्ट हुने बित्तिकै त इन त लेख्ने। तर 2वटा डबल बोन्ड प्रेजेन्ट छ भने चाहिँ कति कार्बनमा प्रेजेन्ट छ अरे, एउटा 1 नम्बर कार्बनमा डबल बोन्ड प्रेजेन्ट छ, अर्को 3 नम्बर कार्बनमा डबल बोन्ड प्रेजेन्ट छ भने डाइइन लेख्नु पऱ्यो। अब सेकेन्डरी सफिक्स भनेको चाहिँ फङ्सनको प्रेजेन्टै छैन भने चाहिँ यसको नाम, ओभरअल नाम के भने 2 मिथोक्सी ब्युटा 1,3 डाइइन। ब्युटा 1,3 के हो अरे, डाइइन। बुझिसक्नुभयो तपाईँहरूले ल। अब ट्रिपल बोन्ड आयो भने, डबल बोन्ड जस्तै हो क्या ट्रिपल बोन्ड पनि, केही पनि होइन। एउटा एक्जाम्पल लिन्छु म, CH3 C ट्रिपल बोन्ड CH3। अब के गर्ने, डबल बोन्ड जस्तै ट्रिपल बोन्ड भएको लङ्गेस्ट कार्बन चाहिँ सेलेक्ट गर्ने, अनि ट्रिपल बोन्डलाई मिनिमम पोजिसन दिने गरेर के हो, त्यसरी नम्बरिङ गर्ने, सेम टु सेम डबल बोन्ड जस्तै। अनि 2 वा 2 भन्दा बढी ट्रिपल बोन्ड आउने बित्तिकै वर्ड रुटमा के आउँछ, पछाडि ए थप्नुपर्छ वर्ड रुट। डबल बोन्ड जस्तै हामीले लङ्गेस्ट कार्बन चेन सेलेक्ट गर्दाखेरि ट्रिपल बोन्ड कन्टेनिङ कार्बन प्यारेन्ट चेन सेलेक्ट गर्ने। अब नम्बरिङ गर्दाखेरि अब मैले कताबाट गर्नु ल, यताबाट लेफ्ट टु राइट गर्ने भने पनि 3 नम्बर पोजिसनमा डबल बोन्ड आउँछ, यता राइट टु लेफ्ट गर्ने भने पनि 3 नम्बर पोजिसनमा कार्बन, 3 नम्बर पोजिसनमा के आउँछ, ट्रिपल बोन्ड आउँछ। जताबाट गर्ने नि हुन्छ। अब सब्स्टिट्युएन्ट पनि लेफ्ट टु राइट गर्ने भने 2 पोजिसनमा मिथाइल सब्स्टिट्युएन्ट आउँछ, राइट टु लेफ्ट गर्ने भने पनि के हुन्छ, सेम टु सेम छ क्या, हुबहु एक्ज्याक्ट कपी जस्तो छ। लेफ्ट टु राइट गर्ने भने के हुन्छ अरे, लेफ्ट टु राइट गर्ने भने नि 1 2 र 5 पोजिसनमा मिथाइल सब्स्टिट्युएन्ट आउँछ। राइट टु लेफ्ट गर्ने भने पनि के हुन्छ, 2 र 5 पोजिसनमै के आउँछ, 2 र 5 पोजिसनमै के आउँछ, मिथाइल सब्स्टिट्युएन्ट। जताबाट गर्ने हुन्छ लेफ्ट टु राइट गर्ने। मैले कुरा बुझिरहनु भएको छ, लेफ्ट टु राइट टु लेफ्ट जहाँबाट गर्ने पनि ट्रिपल बोन्डको पोजिसन 3 नम्बर कार्बनमा आउँछ, सब्स्टिट्युएन्ट के पोजिसन 1 र 2 र 5 पोजिसनमा आउँछ, जताबाट गर्ने नि हुन्छ। मैले लेफ्ट टु राइटबाट गर्ने होइन। यसमा प्रिफिक्स के छ भन्नुहोस् त, 2वटा हाँगाहरूले टुप्लुक्क तपाईँलाई हेरिरहेको छ हेर्नुहोस् त। 2 नम्बर र 5 नम्बरमा के छ, मिथाइल पोजिसन छ भने सेम सब्स्टिट्युएन्ट छ भने चाहिँ के भन्छ, मिथाइल डाइमिथाइल लेख्नु पऱ्यो। 2 र 5 नम्बर कार्बनमा मिथाइल सब्स्टिट्युएन्ट छ, त्यही भएर डाइमिथाइल लेख्नु पऱ्यो। अब वर्ड रुट कतिवटा कार्बन छ प्यारेन्ट चेनमा, 6वटा भने चाहिँ के लेख्नु पऱ्यो, हेक्स लेख्नु पऱ्यो। प्राइमेरी सफिक्स के हो, कार्बन टु कार्बन तपाईँले देखिरहनुपर्छ, एउटा मात्र ट्रिपल बोन्ड छ भने चाहिँ के लेख्नु पर्छ, वाइन लेख्ने। तर वाइन हो कि आइन हो, तपाईँ आफै प्रनाउन्स गर्नु। तर यो 3 नम्बर कार्बनमा पोजिसन स्पेसिफाई गर्नुपर्छ। 3 नम्बर कार्बनमा डबल बोन्ड त छ,
यो डबल बोन्ड ट्रिपल बोन्ड चाहिँ के हो यो प्यारेन्ट चेनमा ट्रिपल बोन्ड त छ तर कुन नम्बर कार्बनमा ट्रिपल बोन्ड छ 3 नम्बर कार्बनमा ट्रिपल बोन्ड सुरु भएको छ भनेपछि यसको नाम ओभरअल नाम के हो 2,5 डाइमिथाइल हेक्स 3 वाइन आइन हेक्स 3 आइन डाइमिथाइल हेक्स 3 वाइन ल यो पनि भयो यो पनि भयो अब कुन चाहिँ गरौँ त ल अझ सजिलो त्यस्तै खाले CH3 ट्रिपल बोन्ड CH3 यसमा यो प्यारेन्ट चेन त हामीले कुन चाहिँ सेलेक्ट गर्नु ल कपीमा गएर हिसाब गर्नु तपाईँले यही सेलेक्ट गर्नुहुन्छ यही हुन्छ सबभन्दा सजिलो होइन सर यो गरे पनि हुन्थ्यो नि भन्ने पनि आउँछ यो पनि त मिल्छ मिल्छ यो पनि हो लङ्गेस्ट प्यारेन्ट चेन जुन पनि सेलेक्ट तर मैले यही सेलेक्ट अब लेफ्ट टु राइट गर्दा पनि उयो आउँछ राइट टु लेफ्ट गर्दा पनि आउँछ रफ कपीमा पल्टाएर हेर्नु यो कार्बन नम्बर 1 2 यो 3 यो 4 यो 5 यो 6 तपाईँले कपीमा प्र्याक्टिस गर्नुहोस् है कपीमा निकालेर भनेपछि प्रिफिक्स हेर्नुहोस् त 4वटा हाँगाहरू झुन्डिरहेछन् कुन कार्बनमा 2 नम्बरमा अनि 5 नम्बरमा 4वटै मिथाइल भनेपछि अब के लेख्नु पर्यो टेट्रा मिथाइल सब्स्टिट्युएन्ट ओड रुट भनेपछि तपाईँको प्यारेन्ट चेनमा कतिवटा कार्बन छ 6वटा भनेपछि एक्स लेख्नु पर्यो प्राइमरी सफिक्स हेर्नु त कति ट्रिपल बोन्ड आउने बित्तिकै आइन त आयो वाइन हो कि आइन त तपाईँ आफै भन्नुहोस् आइन त आयो कति नम्बर कार्बनमा छ 3 नम्बर कार्बनमा के हो ट्रिपल बोन्ड सुरु भएको छ भने सेकेन्डरी सफिक्स छँदै नै छैन फंक्सनल ग्रुप प्रेजेन्ट नै छैन भने यसको ओभरअल नेमिङ के भयो 2,5 टेट्रा मिथाइल के हो नाम हेक्स 3 वाइन वाउ सेफाली खालले वाउ भन्छ नि त्यस्तै खाले वाउ भयो अब अर्को सजिलो यस्तो भयो हाम्रो प्यारेन्ट चाहिँ त पुराको पुरा कन्टिन्युअस छ कार्बन यो पुरै हो लेफ्ट टु राइट गर्दा पनि उयो राइट टु लेफ्ट गर्दा पनि उयो लेफ्ट टु राइट गर्दा पनि 1 र 3 पोजिसनमा कार्बन ट्रिपल बोन्ड आउँछ राइट टु लेफ्ट गर्दा पनि 1 र 3 पोजिसन अफ कार्बनमा ट्रिपल बोन्ड आउँछ प्राइमरी के रे प्रिफिक्स छ त सब्स्टिट्युएन्ट हामी यहाँ के छैन ओड रुट के हुन्छ ल भन्नुहोस् त ओड रुट के हुन्छ 4वटा कार्बन छ भने ब्युट अनि अघि मैले भनिरहेको थिएँ 2 वा 2 भन्दा बढी डबल वा ट्रिपल बोन्ड छ भने यसमा त के हो 2-2वटा ट्रिपल बोन्ड छ भनेपछि ओड रुटमा पछाडि ए लेख्नु पर्यो अब प्राइमरी सफिक्स भनेको के हो डबल बोन्ड ट्रिपल बोन्ड यहाँ त 2-2वटा ट्रिपल बोन्ड छ कति पोजिसनमा छ अरे 1 र 3 पोजिसनमा 2-2वटा ट्रिपल बोन्ड छ भने चाहिँ के लेख्नु पर्यो डाइन होइन नि डाइन के हो डाइन ब्युटा 1,3 डाइन हो यसको नाम अलिकति डायन चाहिँ होइन है डायन भनेको अर्कै कुरा हो डायन भनेको त के हो धेरै क्या 100,000वटा चुडेलको शक्ति एउटा डायनमा हुन्छ भन्ने मैले कतै सुनेको थिएँ है यस्तो कुरा के हो रियल हो तर यस्तो कुरा नगरौँ मैले अब के भयो मिक्स डबल बोन्ड र ट्रिपल बोन्ड आयो भने त के गर्ने जस्तै मिक्स छ के भरे मिक्स डबल र ट्रिपल बोन्ड मिक्स आयो भने एउटा एक्जाम्पल CH2 डबल बोन्ड CH ट्रिपल बोन्ड CH है त यस्तोमा आयो भने चाहिँ के आयो यस्तो आयो भने चाहिँ प्यारेन्ट चाहिँ त पुरा सेलेक्ट गर्ने यस्तो आयो भने चाहिँ डबल बोन्ड र ट्रिपल बोन्ड दुइटै आयो भने चाहिँ जहिले पनि अघि मैले लेखेको थिएँ के लेखेको थिएँ अरे फंक्सनल ग्रुपलाई फर्स्ट प्रायोरिटी अनि केलाई डबल बोन्डलाई प्रायोरिटी अनि ट्रिपल बोन्डलाई पार्ने लास्ट प्रायोरिटी अनि लास्टमा मात्र सब्स्टिट्युएन्टलाई प्रायोरिटी भनेपछि डबल बोन्ड र ट्रिपल बोन्ड देख्ने बित्तिकै प्रायोरिटी कसले आउँछ अरे डबल बोन्डलाई मिनिमम पोजिसन दिन खोज्ने के डबल बोन्ड र ट्रिपल बोन्ड प्रेजेन्ट छ भने के हो अरे मिनिमम पोजिसन डबल बोन्डलाई दिन खोज्नु पर्दछ डबल बोन्डलाई मिनिमम पोजिसन भनेपछि के गर्नु पर्यो कताबाट गर्नु पर्यो यताबाट गर्नु पर्यो यताबाट नम्बरिङ गर्दाखेरि यताबाट गर्नु पर्यो प्रिफिक्स त के हो हाँगेबिङे छँदैन छैन भने चाहिँ प्रिफिक्स त लेख्नै भएन अब वर्ड रुटको पालो वर्ड रुट कतिवटा कार्बन छ मेन प्यारेन्ट चेनमा 4वटा छ ब्युट प्राइमरी सफिक्स ओहो यहाँ आपत पर्यो अब एउटा डबल बोन्ड र ट्रिपल बोन्ड छ भने त एउटा डबल बोन्ड र ट्रिपल बोन्ड छ भने फर मिक्स डबल एन्ड ट्रिपल बोन्ड वी डोन्ट युज के हो ए आफ्टर द वर्ड रुट एउटा मात्र डबल बोन्ड र ट्रिपल बोन्ड छ भनेपछि त के हो ब्युटा पेन्टा ए लेख्नु भएन वर्ड रुटमा भनेपछि के लेख्नु पर्यो हामीले यसमा एक
सुरुमा लेख्दा इन आउँछ कि यो वाइन आउँछ सुरुमा, एउटा इन छ प्राइमेरी सफिक्स, एउटा वाइन छ भनेपछि सुरुमा के आउँछ अल्फाबेटिकली इन आउँछ भनेपछि प्राइमेरी सफिक्स लेख्दाखेरि 1 नम्बर इनलाई सबभन्दा पहिला लेख्नु पऱ्यो इन, अनि 3 मा वाइन। यो कुरा बुझिरहनु भएको छ। 1 नम्बर कार्बनमा डबल बोन्ड सुरु भएको छ अनि 3 नम्बर कार्बनमा के भएको छ, 3 नम्बर कार्बनमा ट्रिपल बोन्ड सुरु भएको छ। सुरुमा अल्फाबेटिकली लेख्दाखेरि के हो अरे नम्बरिङ गर्दा पनि डबल बोन्डलाई प्रायोरिटी दिने, अल्फाबेट अनि के हो अरे नेमिङ गर्दा पनि प्राइमेरी सफिक्समा लेख्दा भने इन र वाइन हो कि आइनमा सबभन्दा पहिला के आउँछ अल्फाबेटिकल्ली अर्डर हेर्दाखेरि इन सुरुमा आउँछ, 3 वाइन लेख्नु पऱ्यो। अनि यहाँ एउटा कुरा ध्यान दिनुपर्ने भने यहाँ अघि मैले यसमा कुरा ध्यान दिनुपर्छ है तपाईँले, यहाँ इनको इ र छ नि यो भावेल भावेल जुदिकै इनाइन, यो हामीले प्रोनाउन्स गर्दाखेरि त के भयो अरे ब्युट वान इन 3 आइन, ब्युट इन र आइन, यो त नम्बरिङको त खासै मतलब भन्छ। इन र आइनलाई एकैचोटि हामीले इन र आइनलाई के हो अरे एकैचोटि हामीले प्रोनाउन्स गर्दा त इनाइन हुन्छ, इनाइन हुन्छ भनेपछि यो भावेल अगाडिको गायब हुन्छ, अगाडिको के हो अरे भावेल गायब हुन्छ। यो कुरा ध्यान दिनुपर्छ है। यो एकैचोटि प्रोनाउन्स गर्दाखेरि त्यो यो पोजिसन कार्बनको पोजिसन नम्बरिङलाई मतलब नगर्नुहोस्। इन र आइनलाई हामीले एकैचोटि प्रोनाउन्स गर्दाखेरि इनाइन हुन्छ भनेपछि अगाडिको भावेल छ नि जुन इनको इनको लास्टको इ लाई आइनको के हो अगाडिको यो हेर्दाखेरि चाहिँ वाइ हो, फेरि भावेल लेटर होइन, तर प्रोनाउन्स गर्दाखेरि चाहिँ इन र वाइन प्रोनाउन्स गर्दा इनाइन हुन्छ। इनाइन भनेपछि त के हो यो कामै छैन क्या, भावेल भावेल जुद्यो भने यो हटाउनु पर्छ भन्ने एउटा नियमै छ। अहिले पछि यस्तो खालि एक्जाम्पलहरू त आउला तर यसको ओभरअल नाम चाहिँ के भन्छ ब्युट 1 इन 3 वाइन, 3 वाइन, यो अरे यो के हो अरे यो 3 वाइन। यो कुरा बुझ्नु भएको छ। यो इनको इ कता गयो अरे आइनको वाइको यो भावेलले खाइदियो यिलाई। यो पछि अहिले अरू पनि एक्जाम्पल हेरौँ आयो भने है त। अब तपाईँहरूलाई कुन चाहिँ एक्जाम्पल गराउने भन्दैछु मैले भने एउटा अर्को एक्जाम्पल है त, CH डबल बोन्ड CH, CH डबल बोन्ड C, CH3, C डबल ट्रिपल बोन्ड CH। अब यस्तो केसमा चाहिँ यो एक्जाम्पलमा हेर्नुहोस् न त, लेफ्ट टु राइट नम्बरिङ गर्ने कि राइट टु लेफ्ट गर्ने, मैले लेफ्ट टु राइटै गर्नुपर्छ भनिरहेको छु। किन भन्दा डबल बोन्ड र ट्रिपल बोन्डमा प्रायोरिटी कसले पाउनु पर्दछ, डबल बोन्डले प्रायोरिटी पाउँछ, लिस्ट प्रायोरिटी। लेफ्ट टु राइट गर्नुभयो भने डबल बोन्ड के 1 र 3 पोजिसनमा आउँछ, राइट टु लेफ्ट गर्नुभयो भने डबल बोन्ड कुन पोजिसनमा आउँछ तपाईँलाई थाहा छ, 3 पोजिसन र 5 पोजिसनमा आउँछ। लेफ्ट टु राइटै नम्बरिङ गर्नुपर्छ। फेरि फिक्स के नम्बरमा छ भने 4 नम्बरमा के छ मिथाइल छ। यो कुरा भन्छ लेफ्ट टु राइट नम्बरिङ किन गरेर डबल बोन्डको पोजिसन के आउँछ मिनिमम आउँछ, 1 र 3 मा आउँछ। बुझ्नुभयो होला है त। ल ओड रुट चाहिँ के हुन्छ ल भन्नुहोस् त। 2 वा 2 भन्दा बढी दुईवटा डबल बोन्ड आउने बित्तिकै यो कार्बनको चेन त प्यारेन्ट चेनमा 6वटा थियो हेक्स आयो, तर 2 वा 2 भन्दा बढी डबल बोन्ड या ट्रिपल बोन्ड 2 वा 2 भन्दा बढी आउने बित्तिकै के लेख्नु हेक्जा ए आउँछ ओड रुटको पछाडि। प्राइमेरी सफिक्स त के हो डबल बोन्ड र ट्रिपल बोन्डको नेमिङ गर्नु पऱ्यो। सुरुमा डबल बोन्ड इन आउँछ कि आइन आउँछ अरे, यहाँ दुईवटा डबल बोन्ड पनि छन्, ट्रिपल बोन्ड इन पनि छन् आइन पनि छन्। कुन चाहिँ लेखिन्छ इन सुरुमा अल्फाबेटिकल आउँछ कि आइन, इन भनेपछि इन कुन कुन पोजिसनमा छ, 1 पोजिसनमा छ अनि 3 पोजिसनमा के छ इन छ, डाइन। अनि के भयो अरे अनि के छ अरे 5 नम्बरमा चाहिँ के छ आइन। अब यहाँ मैले के भनेको थिएँ अरे यो इ र आई भावेल जुधे प्रोनाउन्स गर्दाखेरि चाहिँ डाइनाइन हुन्छ क्या, डाइनाइन हुन्छ। भावेल जुधेपछि यो इ गायब हुन्छ भनेपछि ओभरअल नेमिङ के भयो फोमिथाइल। अनि के भयो हेक्जा 1 3 डाइन 3 हो कि 5 3 5 वाइन। ल ठिक छ। अब केही एक्जाम्पलहरू प्र्याक्टिस गरौँ अनि हामी फङ्सनल ग्रुपतिर जानेछौँ। केही एक्जाम्पलहरू प्र्याक्टिस गरौँ। एक्जाम्पल नम्बर 1 CH3 ओ CH3 के प्यारेन्ट चेन त हाम्रो के हो यो, किन
यो किन होइन रे, यस्तो किन होइन रे, ए अक्सिजन बिचमा आयो क्या, कन्टिन्युस भएन, अक्सिजन बिचमा आयो, कार्बन 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 हुनुपर्छ क्या प्यारेन्ट चेन त, अक्सिजन बिचमा आएपछि भएन भने चाहिँ हाम्रो प्यारेन्ट चेन त यही नै हो। अब माथिबाट गर्ने नि उयो, तलबाट उगन्दा पनि 2 नम्बर क्वेसनमै मिथोक्सी सब्स्टिट्युएन्ट आउँछ। अब मैले प्रिफिक्स वर्ड रुट केही पनि लेखाएन, सिधै के हो अरे, प्रिफिक्स भनेको 2 नम्बर क्वेसनमा मिथोक्सी सब्स्टिट्युएन्ट, यो भनेको के हो, यो भनेको मिथोक्सी सब्स्टिट्युएन्ट हो। 2 मिथोक्सी सिधै के हो, अब बुझिसक्नु भयो, प्रोपेन। अब मैले डाइरेक्ट लेख्न थालिसकेँ है। अब HC ट्रिपल बोन्ड CH3 अब यता हेर्नुहोस्, प्यारेन्ट चेन सेलेक्ट गर्दाखेरि डबल र ट्रिपल बोन्ड कन्टेनिङ त हुनैपर्छ, मैले यो सेलेक्ट गरेँ। अब नम्बरिङ गर्दाखेरि के हो अरे, ट्रिपल बोन्डलाई डबल बोन्ड ट्रिपल बोन्डलाई मिनिमम पोजिसन दिनुपर्छ भनेपछि लेफ्ट टु राइट नम्बरिङ गर्नु पऱ्यो। मैले सिधै लेखिदिएँ है त। अब प्रिफिक्स भनेको के हो, 3 नम्बर पोजिसनमा 2टा मिथाइल छ भने चाहिँ 3,3 डाइमिथाइल लेख्नु पऱ्यो, 3,3 डाइमिथाइल लेख्नु पऱ्यो, डाइमिथाइल। अनि वर्ड रुट भनेको त के हुन्छ हाम्रो, 4वटा कार्बन भनेपछि के हो, ब्युट। अनि के भयो 1 नम्बर पोजिसनमा के छ, ट्रिपल बोन्ड छ, ब्युट 1 आइन, ठिक छ, 3,3 डाइमिथाइल ब्युट 1 आइन। अब यो त तपाईँहरूले सक्यो। अब सिधै डाइरेक्ट भन्छ है त, CH3। अब म सिधै डाइरेक्ट भन्नेतिर जाँदैछु, भिडियो छोटो बनाउनु पऱ्यो। अब CH3 प्यारेन्ट चेन कुन चाहिँ सेलेक्ट गर्नु, ल यो प्यारेन्ट चेन सेलेक्ट गरौँ, नम्बरिङ के गरौँ, ल यतैबाट गर्ने नि, जताबाट गर्ने नि, रफ कपी लिएर आफै गर्नु होला। सिधै के हुन्छ, 2 पोजिसन र 3 पोजिसनमा मिथाइल सब्स्टिट्युएन्ट छ, 3 मिथाइल 2,3 डाइमिथाइल, मेथड प्रप ब्युट, कार्बन चेनमा प्यारेन्ट चेनमा 4वटा कार्बन छ भने ब्युट। अनि 2 नम्बर पोजिसनमा के छ, ब्युट 2 यही त हो नि होइन। अब अर्को केही गाह्रो त मैले भेटिनँ, सजिलो भयो नि गरौँ न त, गाह्रो मैले भेटिनँ। फङ्सनल ग्रुपमा अलिकति तपाईँहरूलाई गाह्रो हुन्छ, अलिकति घोक्नुपर्छ, कस्तो फङ्सनल ग्रुपलाई कस्तो सेकेन्डरी सफिक्स लेख्नु भने। ल प्यारेन्ट चेनमा चाहिँ के हो अरे, डबल बोन्ड कन्टेन्ट प्यारेन्ट चेन सेलेक्ट गरिहाल्नु पऱ्यो। सिधै प्रिफिक्स भनेको के हो अरे, 2मा मिथाइल सब्स्टिट्युएन्ट, मिथाइल भनेको यो 2मा मिथाइल सब्स्टिट्युएन्ट होइन त। अनि के हो, 2मा मिथाइल सब्स्टिट्युएन्ट, अनि कतिवटा कार्बन भएको प्यारेन्ट चेन, ब्युट। अनि के छ, 1मा के छ भनिदिनुहोस् त, 1 नम्बर कार्बनमा के छ, डबल बोन्ड प्रेजेन्ट छ, भइहाल्यो। अब अर्को एक्जाम, CH3 CH2 CHCl CH3 हो, ए के हो CH3, कहाँबाट आयो CH3 हो, ए CH3 होइन, त्यही त कहाँ CH3 हुँदै सक्दैन, Cl। ल अब कुन चाहिँ प्यारेन्ट चेन सेलेक्ट गर्ने भन्नुहोस् त, प्यारेन्ट चेन कुन चाहिँ सेलेक्ट गर्ने, हाम्रो प्यारेन्ट चेन त यही हो हुन त हो। अब लेफ्ट टु राइट नम्बरिङ गर्ने कि राइट टु लेफ्ट टु राइट गऱ्यो भने त 3 नम्बर र 5 नम्बरमा के आउँछ, सब्स्टिट्युएन्ट आउँछ। यसरी त लोएस्ट सेट अफ लोगेन रुलले आलु खान्छ भनेपछि के हो, नम्बरिङ गर्दाखेरि 1 नम्बर 2 नम्बर 3 नम्बर 4 नम्बर, यस्तो यताबाट गर्दाखेरि 2 र कति नम्बरमा आउँछ, 4 नम्बरमा। यो रफमा गर्नु होला है कपीमा। लेफ्ट टु राइट गर्नुभयो भने 3 र 5 नम्बरमा क्लोरो सब्स्टिट्युएन्टलाई 3 र 5 जोड्दाखेरि 8 हुन्छ लोएस्ट सेट अफ लोगेन रुल। माथिबाट राइट टु लेफ्ट गर्दै आउनु भने चाहिँ 2 र 4मा आउँछ, 6 मात्र हुन्छ भनेपछि के हो, यसरी नम्बरिङ गर्दाखेरि तपाईँले राइट टु लेफ्ट गर्दै आउनु पऱ्यो भने चाहिँ मैले डाइरेक्ट लेखेँ। अब प्रिफिक्समा के भयो अरे, प्रिफिक्समा के भयो अरे, 2 नम्बर र 4 नम्बरमा क्लोरो छ भने 2,4 डाइक्लोरो सब्स्टिट्युएन्ट भयो, डाइक्लोरो। अनि 6वटा कार्बन भएको प्यारेन्ट चेन भनेपछि XN, कार्बन टु कार्बन सिङ्गल बोन्ड मात्र छ है त। अब एउटा लास्ट एक्जाम्पल, फङ्सनल ग्रुपको अगाडि एउटा लास्ट एक्जाम्पल हेर्दैछौँ हामी, CH C2H5 CH2 CH3 Cl, यस्तो खाले एउटा कम्पाउन्ड छ। अब डबल बोन्ड देख्ने बित्तिकै डबल बोन्ड कन्टेनिङ प्यारेन्ट चेन हामीले सेलेक्ट गर्नु नै पऱ्यो भनेपछि यो हाम्रो प्यारेन्ट चेन, डबल बोन्ड कन्टेनिङ प्यारेन्ट चेन। डबल बोन्डलाई मिनिमम पोजिसन दिनुपर्छ। डबल बोन्ड देख्ने बित्तिकै यहाँ थुप्रो छ हेर्नु है सब्स्टिट्युएन्टहरू, त्यहाँ के छ, इथाइल सब्स्टिट्युएन्ट देखिरहेको छ, मिथाइल सब्स्टिट्युएन्ट देखिरहेको छ, तपाईँले क्लोरो सब्स्टिट्युएन्ट देखिरहनु भएको छ, यहाँ पनि सब्स्टिट्युएन्ट, यहाँ पनि छ। तर डबल बोन्ड देख्ने बित्तिकै के हो अरे,
प्रायोरिटीकोलाई दिने रे सब्स्टिट्युन्टभन्दा अगाडिको आउँछ डबल बोन्ड आउँछ। जहिले पनि नम्बरिङ गर्दाखेरि डबल बोन्डलाई मिनिमम पोजिसन दिनमा चाहिँ 1 2 3 4 5 6 सिधै लेखेँ। अब मैले के लेख्ने प्रिफिक्समा के छ 3जना प्रिफिक्स देखिरहनु भएको छ मिथाइल इथाइल क्लोरो। मिथाइल इथाइल क्लोरो सबभन्दा पहिला को आउँछ सी आउँछ क्लोरोको भनेपछि के लेख्नु पऱ्यो 4 नम्बर कार्बनमा क्लोरो छ अनि के छ 4 नम्बरमै इथाइल छ मिथाइल त लास्टमा भन्दा ई र एममा पछि के आउँछ पछि त एम आउँछ अनि 3 नम्बर कार्बनमा के छ मिथाइल छ। हो यो प्रिफिक्स यो पुराको पुरा के हो प्रिफिक्स हो। प्रिफिक्स अनि कतिवटा कार्बन छ र प्यारेन्ट चेनमा 6वटा हेक्स। अनि कति नम्बर कार्बनमा डबल बोन्ड छ 2 नम्बरमा। ए ल गर्ने तपाईँले सक्नुहुन्छ है। अब तपाईँहरूले यसको नाम चाहिँ यहाँ हुन्छ। ल मैले फङ्सनल ग्रुप अहिले छोइनँ यो भिडियोमा फङ्सनल ग्रुप छैन। अर्को भिडियोमा चाहिँ हाम्रो लास्टै हुनेवाला छ। फङ्सनल ग्रुप भयो भने नेमिङ कसरी गर्ने पोली फङ्सनल ग्रुप भयो भने एकभन्दा बढी फङ्सनल ग्रुप भयो भने नेमिङ कसरी गर्ने अनि के एक्सर्साइजहरू गर्छ अनि हामीले नोमेनक्लेचरलाई आइयुपिएससी नोमेनक्लेचरलाई बाई बाई हान्छौँ। ल त धन्यवाद।